आज हामी त्यो कथामा डुब्दैछौँ जहाँ छरिएर रहेका ससाना राज्यहरू जोडिएर आधुनिक नेपालको जन्म भयो। यो कथा हो एक राजाको अदम्य सपना र त्यसलाई पूरा गर्न गरिएको अनवरत सङ्घर्षको। तर यो कथाको मुटुमा एउटा निकै ठूलो प्रश्न लुकेको छ। सोच्नुस् त, स्रोत साधन नभएको एउटा सानो पहाडी राज्यको राजाले त्यो बेलाको सबैभन्दा धनी, शक्तिशाली र वैभवशाली उपत्यकालाई कसरी जित्यो होला? ल, यही प्रश्नको जवाफ खोज्दै अघि बढौँ। 18औं शताब्दीको त्यो समयलाई एकपटक कल्पना गरौँ। आज हामीले चिनेको नेपालको नक्सा थिएन। थियो त केवल गोर्खा, कान्तिपुर, पाटन, बक्तपुर जस्ता दर्जनौं साना ठूला राज्यहरूको झुण्ड। सबै आआफ्नै सुरमा, कतिपय त एक अर्काका कट्टर दुश्मन। र हो, नेपाल शब्दले पूरै देशलाई होइन, केवल काठमाडौँ उपत्यकालाई मात्रै चिनाउँथ्यो। हो, यही टुक्रिएको भूगोलमा एक युवा राजकुमारको उदय भयो, जसले यी सबै टुक्राहरूलाई जोडेर एउटा विशाल राष्ट्र बनाउने सपना देखे। र ती थिए अरू कोही होइनन्, गोर्खाका राजकुमार पृथ्वीनारायण शाह। कुरा सुरु हुन्छ विक्रम सम्वत 1795बाट। जम्मा 16 वर्षको कलिलो उमेरमा पृथ्वीनारायण शाह पहिलो पटक भक्तपुर पुगे। जब उनले काठमाडौँ उपत्यकाको त्यो सम्पन्नता, मलिलो माटो र अद्वितीय कला देखे, उनको त आँखै तिर्मिरायो। आफ्नो पहाडी राज्य गोर्खामा त यस्तो वैभव कहाँ देख्नु? उपत्यकाको त्यो चमकले उनको मनमा यस्तो गहिरो छाप छोड्यो कि गोर्खा फर्किएपछि पनि उनलाई रातमा निद्रा पर्न छोड्यो। भनिन्छ नि, आँखा छिम्लाउँदा होस् वा खोल्दा उनलाई ती तीन सुन्दर शहरले बोलाइरहे जस्तो मात्रै हुन्थ्यो। हो, यहीबाट उनको मनमा उपत्यका जित्ने महत्वाकांक्षाको आगो दन्किन थाल्यो। तर सपना देख्नु एउटा कुरा हो, त्यसलाई विपनामा बदल्नु अर्कै। राजा बनेपछि उनले आफ्नो यात्राको सुरुवातमै केही तीता तर महत्वपूर्ण पाठहरू सिक्नु पर्यो। विक्रम सम्वत 1799मा बुबा नरभूपाल शाहको निधनपछि उनी गोर्खाका राजा बने। अब के चाहियो? 21 वर्षे ठिटोको जोश। बिना कुनै बलियो योजना उनले सिधै नुवाकोटमाथि आक्रमण गरे। परिणाम, ठिक उनकै बुबाले जस्तै उनले पनि नराम्रोसँग हारको सामना गर्नु पर्यो। त्यो पहिलो हार नै उनको लागि सबैभन्दा ठूलो गुरु बन्यो। उनले तुरन्तै बुझे, खाली जोशले मात्रै युद्ध जितिँदैन। त्यसका लागि त चाहिन्छ चतुर रणनीति, आधुनिक हतियार र बलियो तयारी। यही सिकाइलाई अँगालेर जब उनले दोस्रो पटक आक्रमण गरे, परिणाम ठिक उल्टो भयो। नुवाकोटमाथि एक शानदार जित। 12,000। यो त्यही सङ्ख्या हो। नुवाकोटको हारपछि उनले बुझिसकेका थिए कि हतियार बिना लडाईँ जितिन्न। उनी हतियार र सैन्य ज्ञानको खोजीमा बनारससम्म पुगे र त्यहाँबाट फर्केपछि गोर्खाका लगभग 12,000 घरधुरीबाट चन्दा उठाएर एउटा आधुनिक र शक्तिशाली सेना तयार पारे। यही सेना उनको विजयको मुख्य आधार बन्यो। अब पालो थियो पृथ्वीनारायण शाहको सबैभन्दा खतरनाक र चलाक हतियारको। र त्यो हतियार तरवार वा बन्दुक थिएन, त्यो थियो आर्थिक नाकाबन्दी। युद्ध नै नगरिकन शत्रुलाई कमजोर बनाउने अचूक रणनीति। उनको योजना एकदमै सरल तर घातक थियो। पहिलो कदम, उत्तरमा तिब्बत जाने बाटो, नुवाकोटमा कब्जा जमाउने। दोस्रो कदम, दक्षिणमा भारत जाने बाटो, मकवानपुरलाई आफ्नो नियन्त्रणमा लिने। र त्यसपछि उपत्यकालाई चारैतिरबाट यसरी घेर्ने कि नुनदेखि सुनसम्मको व्यापार ठप्प होस् र मल्ल राजाहरू आर्थिक रूपमा घुँडा टेक्न बाध्य हुन्। मकवानपुरको लडाईँ रणनीतिक मात्रै थिएन, यो त व्यक्तिगत पनि थियो। कुरा के भने, विवाहको बेला मकवानपुरका राजा, जो उनका ससुरा पनि थिए, उनीले गोर्खालाई गरिब भनेर पृथ्वीनारायण शाहको ठूलो अपमान गरेका थिए। त्यसैले यो विजय त्यो पुरानो अपमानको मिठो बदला पनि थियो। 1700। जब मकवानपुर कब्जा भयो, त्यहाँका राजालाई मद्दत गर्न बङ्गालका नवाबले आफ्ना 1700 सैनिक पठाए। तर गोर्खाली सेनाले आफ्नो छापामार शैली प्रयोग गरेर त्यो विशाल सेनालाई धुलो चटायो। यो जितको फाइदा के भयो भने, गोर्खालीहरूको आत्मविश्वास त बढ्यो नै, साथमा उनीहरूले 600 भन्दा बढी आधुनिक बन्दुक पनि हात पारे। एउटा ढुङ्गाले दुईटा चरा। आर्थिक नाकाबन्दीले उपत्यकाका राज्यहरूलाई भित्रभित्रै खोक्रो बनाइसकेको थियो। अब पृथ्वीनारायण शाह अन्तिम र निर्णायक धक्का दिनको लागि तयार थिए। यो अभियानको सबैभन्दा कठिन र सायद सबैभन्दा रक्तपातपूर्ण अध्याय सुरु हुन लागेको थियो।
कीर्तिपुर जित्नु उनका लागि फलामको चिउरा चपाउनु जस्तै भयो। एक पटक होइन, दुई पटकको आक्रमण असफल भयो। पहिलो आक्रमणमा त उनले आफ्ना दाहिने हात जस्तै मानिने प्रिय सेनापति कालु पाण्डेलाई नै गुमाए। तर पनि उनले हिम्मत हारेनन्। अन्ततः तेस्रो पटक लामो नाकाबन्दी गरेर कीर्तिपुरलाई थला पारेपछि मात्र उनले जित हासिल गर्न सके। कीर्तिपुरको पतनले कान्तिपुरको मनोबल पुरै भत्किसकेको थियो। पृथ्वीनारायण शाह एउटा सही मौकाको खोजीमा थिए र त्यो मौका जुर्यो इन्द्रजात्राको दिन। विक्रम सम्वत 1825मा जब कान्तिपुरका राजा जयप्रकाश मल्ल र सारा जनता जात्राको रमाइलोमा मस्त थिए, गोर्खली सेनाले कसैले पत्तै नपाई शहरमा पसेर बिना कुनै ठूलो लडाई कान्तिपुर कब्जा गर्यो। कान्तिपुर यति सजिलै गोर्खालीको हातमा गएको खबरले ललितपुरका प्रधानहरूको त सातो नै गयो। उनीहरूले बुझे अब लडेर फाइदा छैन। त्यसैले थप मारकाट र रक्तपातबाट बच्न उनीहरूले बिना कुनै शर्त गोर्खाली सेना सामु आत्मसमर्पण गरे। कान्तिपुर जितेको केही दिनमै ललितपुर पनि विशाल नेपालको हिस्सा बन्यो। अब बाँकी थियो भक्तपुर। कान्तिपुर र ललितपुरका राजाहरू भागेर भक्तपुरमा शरण लिन पुगेका थिए। पृथ्वीनारायण शाहले उनीहरूलाई सुम्पिन आग्रह गर्दा भक्तपुरका राजा रणजित मल्लले मानेनन्। त्यसपछि सुरु भयो 3 दिन लामो भीषण लडाईँ। अन्तमा भक्तपुरले पनि हार स्वीकार गर्यो र यससँगै काठमाडौँ उपत्यका विजयको अभियानले पूर्णता पायो। काठमाडौँ उपत्यका जितेपछि पृथ्वीनारायण शाहको सपनाले एउटा नयाँ र अझ विशाल आकार लियो। अब उनको लक्ष्य केवल उपत्यकाको राजा बन्नु थिएन, बरु छरिएका सबै राज्यहरूलाई जोडेर एउटा बृहत्तर नेपाल बनाउनु थियो। यो एकतालाई साँच्चीकै बलियो बनाउन उनले एउटा महत्त्वपूर्ण कदम चाले। उनले आफ्नो राजधानी गोर्खाको दुर्गम पहाडबाट काठमाडौँको उर्वर उपत्यकामा सारे। यो केवल राजधानी सार्नु मात्र थिएन, यो त काठमाडौँलाई नयाँ र एकीकृत नेपालको शक्तिको केन्द्र बनाउने घोषणा थियो। तर उनको अभियान यतिमै रोकिएन। उनी पूर्वतर्फ लागे। माझकिरात, चौदण्डी र विजयपुर जस्ता राज्यहरू जिते। तर जब पल्लो किरात अर्थात् लिम्बुवानको पालो आयो, उनले तरवारको सट्टा कूटनीतिको प्रयोग गरे। त्यहाँका लिम्बू राजाहरूको स्वायत्ततालाई सम्मान गर्दै शान्तिपूर्ण सम्झौता गरे र यसरी उनको राज्य पूर्वमा टिस्टा नदीसम्म फैलिन पुग्यो। पृथ्वीनारायण शाहले सुरु गरेको यो एकीकरण अभियानले बृहत्तर नेपालको बलियो जग त बसाल्यो, तर उनको मृत्युपछि यो विशाल राज्य विभिन्न युद्ध, सङ्घर्ष र सन्धिहरू पार गर्दै आज हामीले चिनेको नेपालको स्वरूपमा कसरी आइपुग्यो? खैर, त्यो पनि आफ्नैमा एउटा छुट्टै रोचक र अलि जटिल कथा हो।